धनगढीमा धेरै वर्षपछि मर्निङ वाक गर्ने मौका मिल्यो। यो धनगढी घुम्दाखेरि बिहान मर्निङ वाकमा घुम्दाखेरि म चकित नै परेँ। म योभन्दा अघिल्लो पटक धनगढी सायद 2012 तिर बस्ने गरेर आएको थिएँ होला। त्यति बेला आउँदा र अहिलेको धनगढी त आकाश जमिनको फरक छ। अब त्यति बेला बाहिर निस्किँदाखेरि पनि त्यति त्यो इजीनेस फिल भएको थिएन। तर यो पटक बिहान यो 6 बजेको बेला 6 बजे म निस्केको हो। यो बेला हिँड्दाखेरि यो मुख्य सडकहरूमा पनि यस्तो यो लाइटदेखि लिएर सडक व्यवस्थापनदेखि लिएर इभन हामीले ललितपुरमा देखेका थियौँ यो साइकल लेन, यहाँनिर पनि त्यही खालको सुविधा छ। साइकललाई छुट्टै लेन व्यवस्थापन गरिएको छ। त्यस्तै फुटपाथहरू पनि त्यसरी नै व्यवस्थापन गरिएको छ। यो सडक भन्दा ठुलो फुटपाथ देख्छु मैले दायाँ बायाँ चाहिँ। भनेपछि मान्छे फ्रीली यो बाटोमा हिँड्न पनि सक्छ, मोटर गुडाउन पनि सक्छ। यो गजबको परिवर्तन चाहिँ देखेँ है मैले।